छलफलको सेसनको लागि म आमन्त्रण गर्न चाहन्छु र प्रकाश राईज्यू सहयोग गरिदिनु हुनको लागि म कार्यक्रमका प्रमुख अतिथि त्यसै गरी हाम्रो यो 5 दिनको साकेलासिली प्रशिक्षक शालिक सताशक राईज्यूलाई म हार्दिक अनुरोध गर्दछु म एकदम ढिला नगरी चाहिँ यो सेसनलाई अगाडि बढाउने अनुमति चाहन्छु हाम्रो समय हाम्रो चाहिँ साया चोकमा गर्नु आवश्यक छ ठिक छ साया चोकमा गरिन्जेल म पात्र परिचयतर्फ लाग्न चाहन्छु प्रकाश राई खोटाङको भुइँपमा जन्मिनु भएका प्रकाश राई महेन्द्र बहुमुखी क्याम्पसको पूर्व सोभिङ सभापति पनि हुनुहुन्छ उहाँ निजामती कर्मचारी हुनुहुन्छ उहाँ सडक विभागमा सेवारत हुनुहुन्छ र एकीकृत कर्मचारी संगठनको केन्द्रीय महासचिव पनि हुनुहुन्छ यहाँनिर रामप्रसादलाई गाउँपालिकाका कर्मचारी साथीहरूलाई म ध्यानाकर्षण गराउन चाहन्छु विशेष गरेर उहाँको योगदान भनेको करारमा सेवारत कर्मचारीहरूको जुन सुविधाको कुरा छ निजामती सरह विशेष गरेर यो मुद्दामा चाहिँ उहाँको यो मुद्दामा करारमा सेवारत कर्मचारीहरूको हितमा चाहिँ सर्वोच्च अदालतबाट फैसला गराउनको लागि उहाँको भूमिका महत्त्वपूर्ण रहेको छ र विशेष गरेर शिक्षक साथीहरू शिक्षक गुरुहरू र कर्मचारी साथीहरूलाई यो छलफलमा सक्रियतापूर्वक सहभागिता जनाइदिनु हुनको लागि पनि म विशेष आग्रह गर्न चाहन्छु यसै गरी रिजन मगर हुनुहुन्छ उहाँ गोर्खामा जन्मिनु भएको विशेष गरेर उहाँ मिटर ब्याज पीडितहरूको सङ्घर्ष को एउटा नेतृत्व हुनुहुन्छ त्यसै गरी उहाँ सीमान्तकृत हरूको मुद्दामा कलम चलाउँदै आइरहनु भएको छ यसै गरी यजस्वी राई उहाँ भोजपुरकै चेली हुनुहुन्छ त्यसपछि हुँदा उहाँ राजनीतिक सामाजिक अभियन्ता युथ काङ्ग्रेस नेपालको सभापति पनि हो र उद्यमी पनि हुनुहुन्छ म यहाँ ढिला नगरी म यो छलफलको सेसनलाई अगाडि बढाउन चाहन्छु लोक रिझाइको राजनीति लोक जनता रिझाइ भावनात्मक आकर्षण लोक रिझाइको राजनीति विशेष गरेर दीर्घकालीन एजेन्डाहरू भन्दा पनि भावनात्मक हिसाबले आम नागरिक जनताहरूलाई इमोसनल ब्ल्याकमेलिङ अथवा भावनात्मक हिसाबले स्वस्थ गरेर बहकाउनु 1846 जुन बेला प्रत्यक्ष राजतन्त्रात्मक व्यवस्था रहेको थियो त्यति बेला पनि राजाहरूले चाहिँ आफ्नो सत्ता टिकाउनको लागि चाहिँ विशेष गरेर धार्मिक हिसाबले जनताहरूले रिझाउने गरेका थिए र 1846 पछाडि जब राणा शासन चाहिँ नेपालको सन्दर्भमा राणा शासन सक्रिय भइसके पछाडि बाहिरबाट चाहिँ एकदम बाहिर साइट बन्द गरिदिनु होला सबै भएर सुनिदिनु होला यो म विद्वत व्यक्तित्वहरूलाई आग्रह गर्न चाहन्छु विशेष गरेर 1846 पछाडि राणा शासन सक्रिय भए पछाडि पनि लोक रिझाइको राजनीति विशेष गरेर जनताहरूलाई करमा आफ्ना चाहिँ नजिकमा रहेका भरौटेहरू अथवा चाहिँ के भन्ने नजिकमा रहेका जनताहरूलाई करमा छुट दिएर अथवा चाहिँ विभिन्न बाहनामा चाहिँ लोक रिझाउने काम भएको थियो यस पछाडि 2007 साल पछाडि जब चाहिँ जनताको शासन भनियो प्रजातन्त्र त्यसै गरी चाहिँ तपाईको चाहिँ 2046 साल पछाडि को जुन आन्दोलन जनयुद्ध 62-63 को आन्दोलन र संविधान जारी भइसके पछाडि पनि जनताको शासन व्यवस्था आइसके पछाडि पनि लोक रिझाइको चाहिँ झन् एउटा उत्कर्षमा पुगिरहेको छ प्रकाश सर म यहाँबाट म प्रश्न
सुरु गर्न चाहन्छु। हामीले यत्रा चाहिँ जुन जनताको अवस्था परिवर्तन गर्ने जुन जार्गनहरू चाहिँ आज एउटा लोक रिझाउनको लागि मात्रै जुन हिसाबले भाषा स्थापित भइरहेको छ, खास समस्या कहाँनिर हो जस्तो लाग्छ यहाँलाई? भूमिका बाँधेर प्रश्न अगाडि बढाएर यो हाम्रो सेसनको सुरुवात गर्नुहुने समीप सरलाई म धन्यवाद भन्न चाहन्छु। भोजपुर जिल्ला एउटा ज्ञानभूमि हो यो। यहाँ एउटा सीमान्त ठाउँ नै भन्नुपर्छ। रामप्रसाद गाउँपालिकामा यो अहिले खास गरी सहर बजारको अलिकति बुद्धिजीवीहरूको सर्कलमा चल्तीमा रहेको स्टाइलको जो कार्यक्रम गर्नुभयो र गाउँपालिकाको लोगो राखेर गाउँपालिकाले जो ओनरसिप लिएर यो खालको कार्यक्रम गर्नुभयो, यसको लागि म साधुवाद भन्न चाहन्छु। किनभने विकासको परिभाषा हाम्रो एकदमै गलत छ कि गाउँपालिका अथवा सरकारले गर्ने जति पनि काम चाहिँ खास गरी भौतिक पूर्वाधारको काम गर्यो भने मात्रै त्यो स्याबासी पाइन्छ भन्ने खालको एक प्रकारको मनस्थिति छ। त्यसको बावजुद यहाँहरूले जो लगानी गरेर जे जस्तो लागत बिहोरेर यो कार्यक्रमको आयोजना गर्नुभयो, यो मानविकीसँग सम्बन्धित कार्यक्रमको आयोजना गर्नुभयो, यहाँहरू धन्यवादको पात्र हुनुहुन्छ। लोक रिझाइको राजनीति अहिले मैले अस्ति हाम्रो समीपजीलाई भनेको पनि थिएँ, चुनाव आइरहेको बेला राजनीतिको छलफल गराउँदै हुनुहुन्छ। आचार संहिताको कुरो पनि होला। कहिलेका कस्तो हुन्छ भने इलस्ट्रेटिभ रूपले, दृष्टान्तको रूपले राजनीतिक पार्टीहरू कोट अनकोट कहिलेका आउन सक्छ। तथापि आचार संहितालाई ख्याल गरेर हामी वक्ताहरूले केही यसमा बोलौँला। तपाईँले भनेको प्रश्नमा आउनुभन्दा अगाडि अलिकति हुन त तपाईँले आफै पनि भूमिका बाँधिहाल्नुभयो। यो पपुलिस्ट पोलिटिक्स, अब अङ्ग्रेजीमा कति शब्दहरू छ, अङ्ग्रेजीमा चल्ती हुन्छ। यो चाहिँ तपाईँको लोक रिजाइ भनेपछि अलिकति हामीले पपुलिजमको पोलिटिक्सको बारेमा धेरै लेख्ने, पढ्ने, बोल्ने अहिले समाजमा भइरहेको छ। यो आज मात्रै होइन, अब तपाईँले धेरै लामो कालखण्डको चाहिँ उदाहरण दिनुभयो। तपाईँले भने जस्तै सही हो। 19औं शताब्दीदेखि खास गरी जब लोकतन्त्र चाहिँ तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ स्थापित हुँदै गयो र दुनियाँमा लोकतन्त्रको अभ्यास हुँदै गयो, लोकतन्त्रले तपाईँको दुईटा प्रिभिलेज सँगैमा दिएको हुन्छ। एउटा प्रिभिलेज के दिएको हुन्छ भने तपाईँको लोकतन्त्रले उभिएर लोकतन्त्रको विरोध गर्न पाउने अथवा प्रतिक्रियात्मक राजनीति गर्न पाउने एउटा सुविधा दिएको हुन्छ, अर्को विरोधको राजनीति गर्न पाउने अर्को सुविधा दिएको हुन्छ। यो दुईटा सुविधाहरूलाई उपयोग गरेर तपाईँको रातारात चाहिँ तपाईँको चाहिँ के भनेदेखि इलेक्टेड तपाईँको ओलिगार्की यो खालको चाहिँ सत्तामा पुग्नको लागि तपाईँको चाहिँ एउटा डाँडामा मान्छे रोइरहेको छ भने त्यहाँ रोयो, अर्को डाँडामा हाँसिरहेको छ भने त्यहाँ हाँस्यो, पल्लो डाँडामा मलामी गइरहेको छ भने मलामी गयो, अर्को डाँडामा जन्ती गइरहेको छ भने जन्ती गएर तपाईँको ओभरअल एकै रातमा ओभरनाइट एउटा चेन्ज हुन्छ भन्ने खालको तिलस्मी कुरा गरेर चाहिँ तपाईँको यो राजनीतिको एउटा ट्रेन्ड एम्बिग्युइटीको रूपमा भनेको मतलब चाहिँ यो पपुलिजम भनेको तपाईँको एम्बिग्युइटी एउटा ओड हो कि अत्यन्त अस्पष्ट ओड हो। यो खास गरी यो आइडियोलोजी पनि होइन, यो परिवेशको चाहिँ एउटा चाहिँ फाइदा उठाएर चाहिँ सत्तामा एउटा भर्याङ बनाएर पुग्नको लागि प्रयोग भइरहेको देखिन्छ। यसका विभिन्न आयामहरूको बारेमा अलिक बढी हामीले छलफल र विमर्श गर्नुपर्छ र यो विषय अहिले घर घरको एउटा चाहिँ तपाईँको छलफलको धन्दा बन्नुपर्छ भन्ने मलाई लाग्छ। म यजस्वी जितर्फ जान चाहन्छु। खास गरेर यो लोक रिजाइको राजनीतिले जसरी जुन युवाहरूको चाहिँ एउटा जमात चाहिँ यो सस्तो लोकप्रियतालाई पछ्याइरहेका छन्, यस्तो अवस्थामा वैकल्पिक हिसाबले चाहिँ राजनीतिक निकास खोजिरहेका युवाहरूलाई चाहिँ कठिन कतिको छ? फर्स्ट अफ अल चाहिँ म सुरु गर्नुभन्दा अगाडि मेरो पछि एउटा प्रश्न काट्नु होला मेरो समयबाट, मलाई फरक छैन। यो रामप्रसाद राई गाउँपालिका भन्ने नाम चाहिँ मलाई एकदमै खुसी लाग्यो कि म चाहिँ जुन पनि एउटा कार्यक्रममा जानुभन्दा अगाडि चाहिँ यो ठाउँको जल जङ्गल जमिनलाई जीवित राखिदिनु हुने सम्पूर्ण आदिवासी जनजाति पुर्खाहरूप्रति आभार व्यक्त गर्छु भन्दै म सुरु गर्छु। अनि त्यो चाहिँ धेरै ठाउँमा मेरो कति साथीहरूले चाहिँ बुझ्नु पनि हुन्न के बोलिरह होला यो भनेर भन्नुहुन्छ। तर हामीले आज यो रैथाने ज्ञानको बारेमा कुरा गरिराख्दाखेरि चाहिँ यो नाममा कति इतिहास बोकेको हुन्छ कुनै पनि नामले भन्ने कुरा चाहिँ यहाँ आएर आज मलाई गाउँपालिकाको नाम नै एउटा मान्छेमा राखिराख्दाखेरि चाहिँ मलाई चाहिँ यसको इतिहास कति गम्भीर र कति
इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ मलाई एकदमै महसुस भइरहेको छ र त्यो चाहिँ तपाईँहरू पनि आफू जता जता जानुहुन्छ हामी आज रैथाने ज्ञानकै बारेमा कुरा गर्दाखेरि चाहिँ कतै पनि जाँदा तपाईँहरू कतिजना यहाँ वक्ताहरू हुनुहुन्छ एकदमै दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ तपाईँहरू जहाँ पनि सुरु गर्दाखेरि चाहिँ जेसुकैमा तपाईँहरूलाई बोल्न बोलाएको होस् राजनीति सामाजिक कुराहरूमा बोलाउँदा पनि आफ्नो आदिवासी जनजाति पुर्खाहरूको बारेमा बोल्न चाहिँ नछुटाउनु र नलजाउनु जसले जे भने पनि त्यहीबाट सुरुवात गर्नु त्यसपछि मात्रै हाम्रो सबै कुरा सुरुवात हुन्छ भन्ने मलाई लाग्छ अब तपाईँको प्रश्नमा एकदमै छोटोमा यो टाइममा राख्न जाँदा चाहिँ राजनीति भन्ने कुरा चाहिँ एउटा सामाजिक पुँजी हो भन्छु कि म सामाजिक पुँजी हो किनभने मैले आज आएर यहाँ एकचोटि लाल सलाम भन्यो भने एकचोटि जय नेपाल भन्यो भने आजसम्म त्यो एउटा शब्दले कति यहाँ यो ठाउँको इतिहासमा कति देन दिएको छ भन्ने कुरा चाहिँ त्यहाँबाट मलाई जतिजनाले फर्काउनुहुन्छ त्यसपछि बुझिन्छ म काठमाडौँको व्यक्ति यहाँ आएर फेरि मैले एकचोटि अभिवादन भन्यो भने यहाँ जति पनि एउटा सिद्धान्त बोकेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूसँग मेरो एकैचोटि एउटा आत्मीयता बढ्छ त्यसले गर्दाखेरि नयाँ होस् या पुरानो जबसम्म हामीले कुनै पनि पार्टीको सिद्धान्त कुनै पनि पार्टीको एउटा मर्म नबुझिकन राजनीति गर्न अगाडि बढ्छौँ नयाँ भनौँ पुरानो भनौँ त्यो कुनै पनि दिगो हुँदैन होइन हामी युवाहरूले चाहिँ राजनीति गर्न चाहिरहेछौँ भन्दैमा हामीले सिद्धान्त नै कुनै पनि नमानेका होइनौँ हामीले अवश्य पनि त्यो सिद्धान्तहरू पुरानो पार्टीहरू त्यही पनि मान्छौँ तर कुनै कुनै ठाउँमा हामीलाई चित्त बुझिरहेको छैन भन्ने कुरा हो र यो एउटा समाजवाद उदारवाद हामीले कुरा गर्दाखेरि त्यो भनेको त निकै नै ठुलो कुरा हो म के मान्छु भन्ने कुरा त्यसमा फरक पर्दैन मैले समाजवाद माने पनि उदारवाद माने पनि अघि दाइले भन्नुभयो नव उदारवाद जे माने पनि मैले साँच्चीकै त्यसको जरासम्म बुझेर त्यसलाई साँच्चीकै मैले परिवर्तन गर्न खोजेको छु भन्यो भने त्यो नै मुख्य कुरा हो अब यहाँ कार्ल मार्क्सले भन्नुहुन्थ्यो कि सिद्धान्त भन्ने कुरा एउटा हो तर परिवर्तन भन्ने कुरा मुख्य हो भनेर भन्नुहुन्थ्यो कार्ल मार्क्सले सो त्यही नै हो हामीलाई अहिले चाहेको भनेको चाहिँ परिवर्तन हो कुनै कुनै कुरामा कुन विषयमा कस्तो परिवर्तन भन्ने कुरा कुन पार्टीमा लागेको छ कुन सिद्धान्त बुझेको छ कुन सिद्धान्तलाई अगाडि बढाउँछ त्यसमा फरक पर्छ तर सस्तो लोकप्रियतामा हामी जान खोज्यौँ भने चाहिँ त्यसले चाहिँ फेरि म मार्क्स र हेगललाई नै कोट गर्ने भएँ है हेगलले चाहिँ के भन्नुहुन्थ्यो अरे भने एकचोटिको आन्दोलन चाहिँ हामीले निकै नै इम्पोर्टेन्ट रेभोल्युसनको बारेमा हेर्छौँ भने फेरि त्यो आन्दोलन आउनु पर्यो भने त्यो एउटा हाँसो हुन्छ भनेर भन्नुहुन्थ्यो कि सो हामीले पनि अब जति पनि परिवर्तन भएको छ त्यसलाई चाहिँ हामीले आत्मसात गर्दै त्यसको मर्म बुझेर अगाडि जानुपर्छ होला युवाहरूले पनि त्यही नै चाहेको हो युवाले नयाँ कुरा चाहेको भन्दैमा लोकप्रियता मात्रै चाहेको चाहिँ होइन भन्ने मलाई लाग्छ यसबाट जसरी चाहिँ वैकल्पिक हिसाबले नयाँ ढङ्गले सोचिरहेका युवाहरूलाई चाहिँ कतिको कठिन छ त यो जुन एक लोकप्रियताको बाढी आइरहेछ कतिको कठिन छ यहाँबाट हामी कसरी निस्किन सक्छौँ वैकल्पिक राजनीति गर्ने साथीहरूले पनि प्रथमतः त आफ्नो सिद्धान्त के हो त्यसमा एकदमै क्लियर हुनुपर्छ जस्तो लाग्छ एउटा ठाउँमा गएर चाहिँ मैले हाम्रो पार्टी चाहिँ वैदिक सनातनी धर्म मान्छ भने अर्को ठाउँमा आएर उता मुनमुनलाई यसो पानी छकेको जस्तो गर्ने अर्को ठाउँमा गएर म यही ठाउँको छोरो हो भन्ने त्यो गर्नुको सट्टा साँच्चीकै त्यो ठाउँमा कसैले काम गरिरहेको छ भने चाहिँ कतिको त्यही ठाउँमा साँच्चीकै आफ्नो रैथाने ठाउँमा चाहिँ कतिकै के गरेको छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ मलाई गाह्रो कुन हिसाबमा छ भने अहिलेका युवाहरू हामी पढ्न छाडिसकेका छौँ मलाई एउटा दिदीले भन्नुहुन्थ्यो पहिला तीजको बेलामा पनि गाउँदाखेरि हामी कसरी महिलाहरूलाई चाहिँ एकै ठाउँमा आएर जागरुक हुन पनि सिकाउँथ्यो अरे अहिले आएर तीजको बारेमा कुरा गरिदियो भने हामी पुरै नाच्ने गाउने हुन्छ नि बेबी डल में सोने दी भन्दै गाउने अनि जाति छाडेर जाने भने जस्तै अघि भर्खर दाइले पनि भन्नुहुँदै थियो अघिको एकजना वक्ताले पहिला चाहिँ रेडियोमा एकदमै
हाम्रो छिमेकीहरूको देखासेखी नगरौँ भन्दै गीत बजाउँथ्यो अरे, त्यो गीत चाहिँ देशव्यापी नै सरकारले पनि बजाइदिन्थ्यो अरे होइन। सो त्यो हिसाबमा हामीले पढ्ने, सुन्ने र बुझ्ने हरेक हिसाबबाट, किताबबाट मात्र होइन, रेडियोबाट भयो, त्यो सबैबाट पनि एउटा कुरा जानिन्थ्यो, सिकिन्थ्यो। अब अहिलेको युवाहरूलाई चाहिँ हामी बिचमा उभिरहेका छौँ। न त हामीलाई सैद्धान्तिक एउटा स्पष्टता एकदमै धेरै छ, र त्यो गर्दा गर्दै हामीलाई सोसियल मिडियाको एक्सेस एकदमै धेरै छ। सोसियल मिडियाबाट हामीले के मात्र चाहिरहेका छौँ भने हाम्रो विचारधारा एउटा केही भनिहाल्यो भने चाहिँ लाइक चाहिँ एकदमै कम आउँछ, र त्यसले गर्दाखेरि चाहिँ हामी लोकप्रिय छैनौँ कि भन्ने। म एउटा बाबुराम भट्टराईले भन्नुभएको कुरा म सकिहाल्छु। बाबुराम भट्टराईले के भन्नुभएको थियो भने एउटा इन्टरभ्यूमा, मैले मेरो श्रीमतीसँग निचिक्क हाँसेको फोटो राख्यो भने चाहिँ 1 मिनटमै 1000वटा लाइक आउँछ, मैले एउटा सिद्धान्तको कुरा गरेर लेख्यो भने चाहिँ 2 घन्टामा पनि 500 जनाले पनि हेर्दैन भनेर भन्नुभएको थिएन। हाम्रो युवा जमातको लागि चाहिँ अहिलेको भ्यालिडेसन, मैले भनेको कुरा चाहिँ कतिको सही छ भन्ने कुरा चाहिँ ज्ञानबाट अथवा समाजमा त्यसले भोलि पर्सि, आज होइन, एकदमै दशकौँ पछि के गर्छ भन्ने भन्दा पनि आज मेरो स्टेटसमा कति लाइक आएको छ त्योले हेर्ने गर्दाखेरि चाहिँ एकदमै गाह्रो भएको हो जस्तो मलाई लाग्छ। रिजनजी, खास गरेर यो सीमान्तकृतहरूको मुद्दा चाहिँ यो लोकप्रियताको जुन बाढी छ यसको कारण कतिको ओझेल परिरहेको छ र यहाँलाई त्यो मुद्दालाई स्थापित गर्नको लागि कतिको कठिन भइरहेको छ? हस्, धन्यवाद प्रश्नको लागि। सबैभन्दा पहिला त हामी जननायक रामप्रसाद राईको भूमिमा छौँ। एउटा योद्धा, एउटा मुक्ति युद्धको नायकको भूमिमा हामी उभिएर बोल्न पाउँदै गर्दाखेरि हामी निकै नै गौरवान्वित छौँ र हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। सिंहदरबारमा थुनिएको रामप्रसादहरू सिंहदरबारको गेट फोडेर विद्रोह गर्दैछन्। हामी उहाँको सङ्कल्प, उहाँले देख्नुभएको बाटो हामीले भुलेका छैनौँ। जेन्जी आन्दोलनको नेतृत्वमा रहँदै गर्दाखेरि हामीले देशमा भएका सबै खाले भ्रष्टाचार, व्याप्त कुशासनको विरुद्धमा हामी लड्दै गर्दाखेरि हामीले पनि हाम्रा पुर्खाहरूले ल्याएको प्रजातन्त्र, पुर्खाहरूले ल्याएको लोकतन्त्र र आजको समयको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहँदै हामीले भूमिका निर्वाह गर्यौँ र त्यसैको प्रतिफल स्वरूप सरकार र आन्दोलनकारीको बिचमा भएको 10 बुँदे सम्झौता यहाँहरूको सामु छ। 10 बुँदे सम्झौताले के कल्पना गरेको छ र आजका युवाहरू कहाँ छ भन्ने कुरा स्पष्ट रूपमा त्यहाँ हामी देख्न सक्छौँ। तपाईँले भन्नुभएको प्रश्नको उत्तरमा चाहिँ हामीले सीमान्तका कुराहरू गर्दै गर्दाखेरि आज पनि हामी सीमान्तको भूमिमा उभिएका छौँ। सीमान्तका कथाहरूले घेरिएका छौँ। सीमान्तका व्यथाहरूले हामी पेल्सिएका छौँ। हामीले गरेका सबै कुराहरू इरिलिभेन्ट जस्तो सुनिन्छन्। हामीले गरेका कुराहरू पुराना थोत्रा कुराहरू जस्तो सुनिन्छ। हामीले सुनाएका कथाहरू नयाँ पुस्तालाई मन नपर्ने हुनसक्छ। म नयाँ पुस्ताको एउटा अब जेन्जी अहिलेको जुन जताततै सबैलाई थाहा भइराखेको आन्दोलनको अग्र मोर्चाको लडाकुको हैसियतले पनि म तपाईँहरूको सम्मुख के भन्न चाहन्छु भने हामीमा हाम्रो पुस्तौनी ज्ञान, हाम्रो पुस्तौनी ज्ञानको हस्तान्तरण त्यो सँगसँगै हाम्रा पुर्खाहरूले गरेको सङ्घर्षका गाथाहरूलाई हामीले रामप्रसाद राई गाउँपालिका आज एउटा योद्धाको नाममा हामी एउटा गाउँपालिका बनाइराखेका छौँ भने यस्तै गरी ती हरेक योद्धाहरूको नाममा हामीले नयाँ विचारहरूको निर्माण गर्नुपर्छ होला जस्तो लाग्छ। त्यसो भयो भने हामीले भन्दै आएका मुद्दाहरू आज लोक रिझाइको राजनीति छ, यसमा कसैको दुई मत छैन। पपुलिस्ट व्हिमहरू आउँछ बेला बेलामा सामाजिक सञ्जालहरूमा विभिन्न तरिकाले केही नेताहरू रातारात परिचित हुन्छन्, चर्चित हुन्छन्। तर ती सबै कुराहरूको एउटा कारण चाहिँ के हो भने हामीले आज त्यो लोक रिझाइको व्हिमबाट पपुलर भएर आएका नेताहरूलाई गाली गरेर चाहिँ समाधान हुन्छ जस्तो मलाई लाग्दैन। किनभने हामीभन्दा अगाडिका राजनीतिमा लागेका मान्छेहरूले जे सिकाएर ल्याउनु भयो, जे सपना देखाएर ल्याउनु भयो, आज त्यो सपना कहाँ गयो? आज अस्पतालहरूबाट हाम्रो राजनीति कहाँ हरायो? आज हाम्रो भान्सामा किन तपाईँको राजनीति पाक्दैन? आज हाम्रो घरमा किन तपाईँको राजनीतिको कुरा हुँदैन? आज हाम्रा मान्छेहरू खाडीमा फस्दै गर्दाखेरि उसलाई निकाल्नको लागि किन तपाईँको राजनीतिले काम गर्दैन? त्यो राजनीतिले काम नगरिसकेपछि, जनताका वास्तविक मुद्दाहरूमा राजनीतिले बोल्न छोडिसकेपछि ती नाराहरू
जनताका नभइसकेपछि, पार्टीका नेताहरूको भजन गाउने नाराहरू भइसकेपछि, जनताका मुद्दाहरू छुटिसकेपछि लोक रिजाइको राजनीति हाबी हुन्छ। यो स्वाभाविक रूपमा विश्वव्यापी रूपमा रहने कुरा हो। तर हाम्रो आजको कर्तव्य भनेको चाहिँ जसरी म एउटा आन्दोलनको मेरा आफ्ना सहकर्मीहरूलाई हामीले हेऱ्यौँ भने हामी धेरै चुनौतीहरूको बिचमा उभियौँ। हामीलाई आदिवासी जनजातिका कुराहरू गर्दै गर्दा यिनीहरू विखण्डनकारी भयो भन्दै थिए। हामीले पूर्वमा पहिचानका कुरा गर्दै गर्दा यिनीहरू जातिवादी भन्दै थिए। हामीले यो जेनजी आन्दोलन पछिको समयमा सबैको समावेशी प्रतिनिधित्व हुनुपर्छ भन्दै गर्दाखेरि हामीलाई अब हामी सबै एक नेपाली हुनुपर्छ चाहिँ हाम्रो देश हाम्रो सबै कुराहरू चाहिँ सबै भाषा धर्म जाति लिङ्गभन्दा माथि छ भनेर हामीलाई भनिन्थ्यो। लिङ्ग द्वेषी भाषाहरू यहाँ भनिन्थ्यो। आज एकजना चाहिँ कुनै वक्ताले पनि त्यो प्रकारको चाहिँ भाषाहरू प्रयोग गरिहाल्नुभयो। हाम्रो राजनीतिक चेतना कहाँ छ त्यो फर्किने त्यो स्थितिमा आउँदै स्वाभाविक रूपले रोग पीडाइको राजनीति हुन्छ। यो चरणमा छ, यहाँहरूले देख्नु सक्नुहुन्छ। यो एउटा सङ्क्रमण पनि हो। यसपालि अब चुनावको कुरा त नगरौँ, तर यसपालि त्यसले राम्रै गरिकन हामीलाई थिलो पार्नेवाला छ। तर हामी यसरी उभिने कोसिस जो गरिराखेका छौँ, सीमान्तका कुराहरू भन्दै गर्दा त्यहाँका अन्तर्वर्गीयताका कुराहरू हामीले उठाइराखेका छौँ। हाम्रा साथीहरूको बिचमा निरन्तर छलफल, तपाईँहरूलाई नलाग्न सक्छ हामीहरूको बिचमा हाम्रो मुद्दामा छलफल हुन्छ कि हुँदैन, फेसबुकको ट्विटरको युट्युबको भ्युज र लाइकको मात्रै कुरा हुन्छ भन्ने लाग्न सक्छ, तर त्यसो हुँदैन। हामी निरन्तर यो लोक रिजाइको राजनीतिलाई विचारको राजनीतिले डोराउने प्रयास चाहिँ गरिराखेका छौँ। ठिक छ, म तपाईँसँग म फेरि आउनेछु। खास गरेर प्रकाश सर समाजशास्त्रमा एमफिल गरिरहनु भएको छ त्रिभुवन विश्वविद्यालयबाट र अनुसन्धानको क्षेत्र चाहिँ तपाईँको यो भोजपुर पनि रहेको छ। यो भोजपुरको विभिन्न ग्रामीण क्षेत्रहरू डुलिरहँदा त्यहाँको जनताको अवस्था र जुन हाम्रो टपिक छ लोक रिजाइको राजनीति, यसलाई कसरी चाहिँ तुलना गर्नुहुन्छ? एकदम महत्त्वपूर्ण टर्निङमा तपाईँले लिएर आउनुभयो। लोक रिजाइको राजनीति केमा टेक्छ भन्ने कुरामा अलिकति हाम्रो भाइ भन्दा मजै लाग्छ होला, यङ साथीहरू हुनुहुन्छ, उहाँले थोरै चर्चा पनि गर्नुभयो। अलिकति अब जेनजी विद्रोह, जेनजी आन्दोलन होइन, यो विद्रोह हो अलिक शुद्ध भाषामा भन्नुपर्दा चाहिँ। र जेनजी आन्दोलन अथवा त्यो विद्रोहभित्र पनि अहिले विभिन्न खालको ध्रुवीकरणहरू भइरहेको छ। र यो तपाईँको कतै यो चाहिँ तपाईँको लोक रिजाइमा गएर यो ट्विस्ट डाउन हुने त होइन भन्ने चाहिँ तपाईँको एउटा गम्भीर चाहिँ तपाईँको प्रश्न छ। म समाजशास्त्रको विद्यार्थीको हिसाबले समाजलाई अनुसन्धान गर्छु, हेर्छु, पढ्छु, बुझ्छु, अलिअलि मनन पनि गर्छु। हाम्रो समाज एउटा अत्यन्तै गम्भीर मोडमा अगाडि गइरहेको छ। खास गरी यो जेनजीको टाइटलबाट जे विद्रोह भयो, यो भनेको चाहिँ जब समाज कसरी बन्छ भन्दाखेरि चाहिँ नागरिक र राज्यको बिचमा भएको सम्झौताबाट चाहिँ समाज बन्छ। अहिले चाहिँ तपाईँको स्थिति के भयो भने नागरिक र राज्यको बिचमा एक प्रकारको सम्झौता भङ्ग भएको अवस्था छ। त्यो मतलब के हो भने राज्यको कुनै पनि निकायलाई चाहिँ तपाईँको चाहिँ जनताले अथवा नागरिकले विश्वास नगर्ने। वडा कार्यालयमा गयो भने पनि सोर्स लगाउनु पर्छ भन्ने मनोविज्ञान छ। सिंहदरबारमा गयो भने त्यहाँ पस्नैको लागि सोर्स लगाउनु पर्छ। अदालतमा गयो भने घुस खान्छ भन्ने छ नेरेटिभ्स, प्रमाण नदिए पनि भने पुग्छ। जहाँ पनि सोर्स लाग्छ भन्ने चाहिँ तपाईँको एउटा नेरेटिभ्स बनेको छ। यसमा आंशिक सत्य पनि होला र तपाईँको चाहिँ के भन्दा यसलाई चाहिँ अलिक बढी पपुलिस्ट पावरले तपाईँको नेगेटिभिटीको चाहिँ सम्प्रेषण पनि गरेको हुन सक्ला। त्यसो हुँदाखेरि चाहिँ तपाईँको चाहिँ के छ भन्दाखेरि समाज र नागरिक बिचमा भएको सम्झौता अहिले भङ्ग भएको अवस्थामा छ। त्यो जेनजी आन्दोलन टुङ्गिने बेलामा, विद्रोह टुङ्गिने बेलामा म जहिले पनि नजिकबाट वाच गरिरहेको एउटा अध्ययनार्थीको हिसाबले मैले के भनेको थिएँ भनेदेखि सुशीला कार्की प्राइम मिनिस्टर हुनुभन्दा अगाडि सम्झौता हुनुपर्थ्यो। त्यहाँ त्यो सम्झौता चाहिँ एक खालको तपाईँको नागरिक र स्टेटको बिचमा भएको सम्झौता जस्तो हुन्थ्यो। त्यहाँ त्यतिखेर प्रधानमन्त्री हुनु पर्थ्यो। तर अब उल्टो भयो, प्रधानमन्त्री भएको 3 महिना भइसकेपछि 10-11 बुँदामा चाहिँ सम्झौता भयो। त्यो पनि अब कति पार्टीले त त्यसलाई म स्वामित्व लिन भर्यो, त्यो मूर्खतापूर्ण चाहिँ तपाईँको धृष्टता हो त्यो। किन त्यो पनि एउटा सम्झौता भयो। त्यो सम्झौतालाई अलिकति हामीले अपनाउने हो भने, त्यो सम्झौतालाई अलिकति हामीले ग्रहण गर्ने हो भने त्यो सम्झौताले हामीले कहाँ लिएर जान्छ त भन्दाखेरि चाहिँ स्टेट र तपाईँको चाहिँ नागरिकको बिचमा जो पारस्परिक सम्झौताको दिशामा यसले लिएर जान्छ भन्ने एउटा चाहिँ तपाईँको विश्वासको नयाँ मुना पलाउँथ्यो। त यो सन्दर्भमा के छ भन्दाखेरि समाज र
तपाईँको राज्यको बिचमा व्यापक अविश्वास छ नि भोजपुरमा पनि म हेर्दाखेरि तपाईँको त्यो व्यापकता त्यो तपाईँको चाहिँ म पाउँदछु। त्यस पछाडि तपाईँको अलिकति भोजपुरको मात्रै डाटाले लिएर मैले भन्दाखेरि त्यति त्यो सान्दर्भिक हुँदैन, त्यो पर्याप्त हुँदैन। अहिले तपाईँको नेपालको डाटा हेर्ने हो भने वर्षमा 7,100 भन्दा बेसी मान्छेहरू सुसाइड गर्छ। वर्षमा 7,100 भन्दा बेसी मान्छेहरू सुसाइड गर्छ। 6,500 भन्दा बेसी मान्छेहरू लागु औषधको दुरुपयोगमा तपाईँको थुनामा पसेर चाहिँ परेर तपाईँको चाहिँ पूर्व पक्षमा परिरहेको अवस्था छ। 8 लाख भन्दा बेसी मान्छेहरू विदेशमा जान्छ। 8 लाख भन्दा बेसी नेपालीहरू विदेशमा जान्छन् र विदेशबाट आउने मान्छेहरू तपाईँको 3 देखि 4 जना मान्छेहरू मृत अवस्थामा दिल्ली एयरपोर्टबाट तपाईँको भित्रिरहेको एउटा चाहिँ तितो सत्य छ। तर यो सबै तितो सत्यलाई तपाईँले चाहिँ राखेर हेर्दाखेरि ओभरनाइट चेन्ज गर्न सकिन्छ। त अघि अङ्कजीज्यूले अलिकति सङ्केत गर्दै हुनुहुन्थ्यो, मलाई यो गाउँपालिकाका सबै विद्यार्थीलाई फ्रीमा पढाइदिनु मन छ अथवा स्कलरसिप दिनु मन छ, तर मेरो बजेटले धान्छ, हाम्रो स्रोत साधनले धान्छ। अहिले नेपालको प्रस्तावित बजेट 19 खर्ब हो। 19 खर्ब प्रस्तावित बजेटमा तपाईँको 12 खर्ब चाहन्छौँ, 12-13 खर्ब चाहिँ राजस्व उठाउँछु भनेको छौँ हामीले। त्यही 12-13 खर्ब तपाईँको चालु खर्चमा खर्च गर्छौँ भनेको छौँ र 3 खर्ब 50 अर्ब भन्दा बेसी पैसा हामी चाहिँ विदेशको ऋण तिर्छौँ। त्यो विदेशको ऋण तिर्नको लागि ऋण लिनुपर्ने अवस्था छ। 4 खर्ब 15 अर्ब जति हाम्रो विकास बजेट प्रस्तावित हो। त्यो सबै विकास बजेट हामीले ल्याउने भनेको ऋणबाट हो। हाम्रो यो तितो यथार्थ छ। यो तितो यथार्थले के गर्छ त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ हामीलाई के दिइरहेको छ भन्दाखेरि आत्महत्या दिइरहेको छ, मान्छेलाई फ्रस्ट्रेसन बनाइरहेको छ। मान्छेले भन्छ 52 सालमा अथवा 50 सालमा अथवा 40 सालमा चाहिँ तपाईँको चाहिँ 41% 40%को हाराहारीमा निरपेक्ष गरिबीको रेखामुनि मान्छेहरू थियो। अहिले तपाईँको 20%मा चाहिँ तपाईँको त्यो 20.7%मा त्यो चाहिँ लिमिटेड भएको छ। यत्रो प्रगति हामीले गर्यौँ भनेर चाहिँ डाटा दिनेहरूले चाहिँ आफ्नो अनुकूलमा व्याख्या गर्छ। तर हामीले घटाएको यो गरिबी आँसुमा साटेको छौँ, रगतमा साटेको छौँ। यो मूलतः वैदेशिक रोजगारको कारणले गर्दाखेरि तपाईँको हाम्रो गरिबीहरू घटिरहेको छ। वैदेशिक रोजगारको कारणले गर्दाखेरि गरिबीहरू घटिरहेको छ। 52 सालको डेटा हेर्नुभयो भने 3600 मान्छे मात्रै विदेश जान्थ्यो। अहिलेको डाटा 8 लाख मान्छे, 8,14,000 भन्दा बेसी एनुअली तपाईँको वर्षेनी मान्छेहरू विदेश गइरहेको छ। निकृष्ट श्रममा मान्छेहरू विदेश गइरहेको छ। हाम्रो दाजुभाइ दिदीबहिनीहरू निकृष्ट श्रम, तल्लो दर्जाको श्रममा हो। यही सन्दर्भमा मैले चाहिँ तपाईँको सुसाइडको डेटा के हो त, व्हाट इज द रिजन अफ सुसाइड भनेर तपाईँको अहिले मैले गहिरो गरी अध्ययन गरिरहेको छु। एउटा समाजशास्त्रको विद्यार्थी हुनुको नाताले मैले यो भोजपुरमा धेरै स्याम्पलहरू चाहिँ के भन्दाखेरि अध्ययन गर्दाखेरि मोर देन 70% अध्यक्षज्यू मोर देन 70% सुसाइडको केस छ भने त्यो कुनै न कुनै हिसाबले त्यो सुसाइडको केस चाहिँ वैदेशिक रोजगारसँग जोडिएको परिवारसँग सम्बन्धित छ। यस्ता चिजहरू गुमाएर अलिकति गरिबीबाट माथि आछौँ। हामीले भौतिक पूर्वाधारहरू चाहिँ तपाईँको निर्माण गर्न सफल भएका छौँ। तर हामीले आज यो पोलिटिक्सले अनेक वचनहरू बाँडिरहँदाखेरि दाजुभाइ दिदीबहिनीहरू एकदम विज्ञ व्यक्तित्व यहाँ हुनुहुन्छ। हाम्रो पोलिटिक्सले आज बाँडेको चिजहरू आजको भोलि दिन सक्छ। यसलाई हामीले एकदम सच्चाइका साथ अघि चाहिँ तपाईँको एकजना सरले चाहिँ बडा राम्रो एउटा शब्द भन्दै हुनुहुन्थ्यो, इमानको प्रश्न गर्दै हुनुहुन्थ्यो। इमानका साथ अब हामीले चाहिँ तपाईँको हाम्रो क्षमताको एकचोटि एसेसमेन्ट गर्ने कि नगर्ने, हाम्रो क्षमताको मूल्याङ्कन गर्ने कि नगर्ने भनेर यो टाइटलमा हामीले पढिरहँदा एकचोटि तपाईँको हामीले अपिल पनि गर्नुपर्छ। म यो निवेदन पनि गर्न चाहन्छु। धन्यवाद यशस्वीजी। म प्रकाश सरले उठाउनु भएको विषयलाई नै जोडेर म तपाईँलाई प्रश्न गर्छु। हाम्रो नेपालको अहिले वर्तमान बजेट 19 खर्बको, त्यसमा 11 खर्ब चाहिँ सञ्चालन खर्च, समथिङ 4.5 खर्ब जति चाहिँ वित्तीय व्यवस्थापन, 4.5 खर्ब जति चाहिँ हाम्रो पुँजीगत बजेट हो। यसले हाम्रो आम नागरिकले चाहेको विकास हामीले पूर्ति गर्न सक्दैनौँ। तथापि हामी जो युवाहरू पनि राजनीतिमा छौँ, हामी पुस्ताका युवाहरूले पनि फेरि पनि तपाईँको चाहिँ जनतालाई विकासकै नारा दिएर यो देश चाहिँ तपाईँको चाहिँ हामीले पायौँ भने चाहिँ उलट पुलट फेरबदल नै गरिहाल्छौँ जस्तो गरेर हामीले चाहिँ जनतामा फेरि लोभ रिझाउने काम गरिरहेका छौँ। यसले हामीलाई कतातिर तर्फ लान तपाईँले भनेको जस्तै भयो भने त सिधा एकदमै खाल्डोतिर लान्छ। तर हामीले के चाहिन्छ भन्ने कुरा चाहिँ अलिकति अब चुनाव आउँदै गर्दाखेरि के हेर्नुपर्छ भन्ने कुरा पनि त्यसमा एकदम क्लियर हुनुपर्छ जस्तो लाग्छ। जस्तै नीति परिवर्तन गर्ने सबै पार्टीले भन्छ र हामी विकासको कुरा गर्छौँ भनेर पनि विकास गर्छौँ भनेर पनि सबै पार्टीले भन्छ र यो दुइटै भन्नु पनि पर्छ तर गर्नु पनि पर्छ भन्ने कुरा हो। तर अब हामी घोषणापत्र हेर्दै जाँदाखेरि घोषणापत्रमा उहाँहरूले केसम्म पुर्याउनुपर्छ भने तपाईँले वैदेशिक रोजगारी रोक्नुहुन्छ भन्ने कुरा निकाल्नु भएको छ भने कसरी रोक्नुपर्छ त? तपाईँले यो प्रदेशका कुराहरू प्रदेशहरूलाई अझै बलियो बनाउनुपर्छ भनेर रोक्नु भएका छ भने त्यसमा त लेजिट 13वटा
कानुनहरू अझै बन्न बाँकी छ, हामीले कतिवटा 32वटा कानुन अझै बन्न बाँकी छ, संविधान पछिको भन्ने कुराहरू हामी एकदमै क्लियर छौँ। हरेक पार्टीले त्यो त्यो कुराहरू चाहिँ कसरी गर्छ भन्ने कुरा चुनावबाट फर्स्टमा त अब आउने पार्टी निकाय समितिको चुनावबाट त हामीले पार्टीबाट नेताहरूसँग त्यो कुरा सोध्नु पर्यो। यहाँ को उम्मेदवार उठिराख्नु भएको छ, यहाँ विकास गर्नुहुन्छ भन्यो भने तपाईँहरू क्लियरली सोध्नुपर्ने, त्यो विकास गर्ने बजेट कहाँबाट आउन लागेको छ, के अन्तर्गत विकास गर्ने बजेट ल्याउनुहुन्छ, तपाईँको काम विकास गर्ने हो कि होइन, त्यहाँसम्म पनि पुग्नु पर्यो। हामी कुन कुन नीति नियम चेन्ज गर्न लाग्नु भएको छ भन्ने कुरा। अब कुनै पनि पार्टीले विकास गर्ने हो कि नगर्ने हो भन्ने कुरा नै गर्नै नहुने त यो त कसरी हुन्छ र, पार्टीले त विकासको कुरा त गर्नै पर्यो। तर हामीले चाहेको विकास के हो र कुन पार्टीले कस्तो विकास चाहिरहेको छ र दिइरहेको छ, बोलिरहेको छ, त्यसमा प्रश्न गर्नुपर्छ जस्तो लाग्छ हामीलाई। अहिले हामीले भन्दैछौँ हामीलाई रैथाने ज्ञानको कुरा गर्न चाहिरहेको छ भनेर। अब उहाँहरूको म्यानिफेस्टोमा रैथाने ज्ञानको बारेमा के लेखेको छ त, हामीले उहाँहरूको घोषणापत्रमा हेर्नु पर्यो नि त के लेखेको छ, उहाँहरूले साँच्चीकै यसको बारेमा बुझ्नु भएको छ कि छैन भन्ने कुरा पनि बुझ्नु पर्यो। हो त्यस आई थिङ्क एउटा एकदमै साधारण हिसाबमा हेर्ने बेलामा चाहिँ राजनीतिक दलले विकासको कुरा त गर्छ नै र त्यो परिवर्तन पनि गर्छ नै, तर उहाँहरूले अब चाहिँ हामीले कुन चाहिँ मान्छेले के भन्छ भन्दा पनि कसरी गर्छ भन्ने कुरामा हामी क्लियर भयो भने चाहिँ विकास मात्र होइन दिगो विकासतिर चाहिँ हामी त्यो अनुसार अगाडि बढ्न सक्छौँ जस्तो मलाई लाग्छ। रिजनजी यहाँ चाहिँ जेनजी मुभमेन्टमा, जेनजी विद्रोहमा फ्रन्ट लाइनमै हुनुहुन्थ्यो। जुन चाहिँ हाम्रो नेपालको इतिहासमा हरेक आन्दोलनहरू एउटा चरणमा पुगिसकेपछि त्यसको सही बेठान नभइसकेपछि चाहिँ समाज चाहिँ घिजोलिने, राजनीति चाहिँ घिजोलिने अवस्थामा छ। यो जेनजी मुभमेन्टबाट, जुन जेनजी विद्रोहबाट जुन हिसाबले राजनीतिक परिवर्तन भयो, यो पनि एउटा घिजोलिने स्थितिमा, यसले चाहिँ सही ठाउँमा चाहिँ तपाईँको यसको सही बेठान हुन्छ जस्तो लाग्दैन। यहाँबाट हामी नयाँ युवाहरूले कसरी अगाडि बढ्न सकिन्छ? यसमा त हामीले हिजोसम्म भएका राजनीतिक घटनाक्रमहरूबाट, आन्दोलनहरूबाट, त्यत्रो बलिदानीबाट प्राप्त भएको आजको परिवर्तनको परिस्थितिमा सबै चिजहरूबाट हामीले सिक्नुपर्ने जरुरी छ। त हामीलाई इतिहास थाहा छैन, इतिहासको बारेमा जानकारी छैन अथवा इतिहासलाई धिक्कारछौँ भन्ने किसिमको आरोप पनि लगाउँछन्। जसले इतिहासको ब्याजको राजनीति गरिराखेका छ उनीहरूले यो प्रकारको आरोप पनि लगाउने भए। तर हामीले हाम्रो युवा पुस्तामा गर्न खोजेको जागरणको कुरा भनेको चाहिँ हिजो भएका गल्तीहरू अब नदोहोरिउन्, हिजोका परिवर्तनकामी युद्धका योद्धाहरूले जस्तो दुःख भोग्न नपरोस् हाम्रा आन्दोलनका योद्धाहरूले। सोही अनुसारै हामीले काम गर्ने कोसिस गरिराखेका छौँ। त आज हामी आन्दोलनको, जेनजी आन्दोलनको फ्रन्ट फेसमा रहनुभएका सबै साथीहरू कुनै पनि राजनीतिक दलमा प्रत्यक्ष रूपमा सबैजना गएको अथवा कुनै राजनीतिक दलसँग आबद्ध भएको स्थिति छैन। त्यो किन पनि हो भने हिजो हामी एउटा लहर आयो, एकचोटि सबैजना एउटा पार्टीको तर्फमा गयौँ, अर्कोचोटि अर्को कथित खोक्रा राष्ट्रवादहरूको नारा आए, हामीले केही पार्टीहरूलाई बहुमत दिएर पठायौँ। तिनीहरूले के गरे र कस्ता कार्यक्रमहरू ल्याए त्यसबाट हामीले चित्त बुझेन र हामी फेरि अर्को प्रयोगमा लाग्यौँ। मलाई लाग्छ जेनजी आन्दोलन यो अलि पहिला हुनुपर्ने आन्दोलन हो। 2072 सालमा नेपालको संविधान बनिसकेपछि नेपालको संविधान अनुरूप व्यवस्था भएको प्रतिनिधि सभामा निर्वाचित भएर जानुभएका सङ्घीय सांसदहरूले कतिवटा सङ्घीय ऐन बनाउनु भयो। आज पनि सङ्घीय निजामती ऐनमा विभिन्न किसिमको चाहिँ घुसखोरीहरू भइराखेको र एउटा सम्बन्धित सभापतिको चाहिँ त्यहाँबाट फेरि लेनदेन भएको भन्ने खालको जानकारीहरू आइराखेको छ। आज शिक्षकको कुरा गर्नुहुन्छ भने शिक्षकहरूलाई आज कुनै दलको नेता आउँदै गर्दाखेरि अर्को दलको चाहिँ झोले भनेर आरोप लगाउने गरिन्छ, अर्को दल आउँदाखेरि अर्को दलको भनेर आरोप लगाउने गरिन्छ। शिक्षामा हामी राजनीतिक इन्टरभेन्सन भयो भनिराखेका छौँ, तर शिक्षामा हुनुपर्ने के थियो भनेर कसैले कुरा गरिराखेका छैनौँ। भनेको आज बनेको परिस्थिति यतिकै बनेको परिस्थिति होइन, भनेको नयाँ पुस्ताको राजनीतिमा हस्तक्षेपले गर्दाखेरि आजका सबै चिजहरू बिग्रिएर आज यो कुहिने अवस्थामा आएको होइन। त्यसो भएको हुनाले हामीले के बुझेका छौँ भने हिजोका 7 सालदेखिका सबै परिवर्तनबाट सिकेका सिकाइहरू यहाँहरूलाई कतिलाई थाहा नहुन सक्छ। जेनजी आन्दोलनभन्दा अलि अगाडि संविधान बन्दै ताका 10 वर्ष अगाडिको कुरा, संविधान बन्दै ताका मधेसका आन्दोलनकारीहरूलाई गोली ठोकेर मारिएको थियो। हामीभन्दा धेरै, हाम्रा साथीहरूभन्दा धेरै साथीहरू मारिएको थियो।
त्यति बेला हामी कोही बोलिराखेका थिएनौँ। तर आजको परिस्थितिमा जेनजी आन्दोलनको परिस्थितिमा 21 जना मारिँदै गर्दाखेरि देशभरिबाट जनआन्दोलनको माहौल सृजना भएको। आज नेपाली जनता पनि केही ढङ्गले सचेत भएका छन्। त्यो किन सचेत भइराखेका छन् भने हामीले हिजोका सिकाइहरूबाट पक्कै पनि ज्ञान हासिल गरेका छौँ। हामीले हिजो परिवर्तन गरिरहेका अरूलाई गाली मात्र गरिराखेका छैनौँ, तर तपाईँहरूले गर्नुभएको बाचा पुरा गर्न सक्नु भएन भनेर भनिराखेका हो। त्यसकारण अब हाम्रै समय आइसकेपछि होइन, अब हामीले गाली गरेर मात्रै समय छैन, गाली गर्ने हामीलाई छुट पनि छैन। त्यसो भएको हुनाले हामीले गरिरहेको मुख्य काम के हो त भन्दा राजनीति, चुनाव, सत्ता र चुनाव हुनु हुँदैन। राजनीति जनताको बिमारी पर्दाखेरि अस्पतालमा उपचार बनेर आउनुपर्छ। एकजना बच्चा भोक लाग्दै गर्दाखेरि उसको अगाडि भात बनेर उभिनुपर्छ। पढ्न जान लागेको विद्यार्थीको अगाडि उसको अगाडि चाहिँ ल तिमीलाई के पढ्न मन छ, विस्तृत शिक्षा हासिल गर्न मन छ, त्यसको चाहिँ सबै लागतको जिम्मा म लिन्छु भन्ने राज्य व्यवस्था भएको राजनीति हुनुपर्छ। त्यो भनिरहेका छौँ। त्यसले गर्दा यसपालिको चुनावमा अब अघि प्रकाशजीले भन्नुभएको जस्तो राज्य कसरी चल्छ भन्दा नागरिक र सरकार अथवा सत्ता बीचको समझदारीले चल्छ। त्यो समझदारी भङ्ग भएको स्थितिमा समझदारीले रिन्यू गर्नको लागि चुनाव भएको छ। तर परिस्थिति के बनेको हो भने चाहिँ फेरि अब मुद्दामा बहस भइराखेका छैन भनेर हामीले जनताको, नागरिकको मुद्दामा बहस गराइराखेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ शिक्षाको कुरा खोइ हामीले त अझ म अस्ति मुकुलुङको आन्दोलनमा खिबेखिमाको उमा कान्छीथानबाट धागो तान्दै आन्दोलन गर्यौँ। काठमाडौँ गएर पनि हामीले भन्यौँ, त्यहाँका नेताहरूलाई सोध्यौँ मुकुलुङमा केबल कार बन्दै गर्दाखेरि त्यहाँको केबल कार बन्ने विकास र आज म नयाँ पुस्ताको रूपमा अघि यहाँ एकजना प्यानलिस्ट हुनुहुन्थ्यो, यङ मान्छे, यङ साथी हुनुहुन्थ्यो, उहाँले अमेरिकामा देखेको विकास र यहाँ चाहेको विकास एउटै छैन होइन। भनेको हामीले साँच्चैको मुद्दालाई, अझ सीमान्तका मान्छेका मुद्दालाई, अधिकारका न्यायका आन्दोलनहरूलाई संस्थागत गर्नको लागि कसरी तपाईँहरूको पार्टीले कसरी चाहिँ त्यसमा चाहिँ भूमिका खेल्छ, तपाईँको घोषणापत्र खोइ भनेर सोधिरहेका छौँ। जेनजी आन्दोलनका हामी सेनासँग वार्ता गर्दैनौँ, तपाईँ हाम्रो राष्ट्रपति खोइ भनेर मागिराखेका थियौँ हामी। त्यसले गर्दाखेरि हामीले के छ भने म त अहिले म र मेरो समूह त कुनै पार्टीसँग आबद्ध छैन होइन। स्वतन्त्र नागरिकको हैसियतमा, एउटा नागरिकको हैसियतमा, जनताको हैसियतमा तपाईँको र मेरो यो राज्यमा उपस्थिति के हो भनेर खोजिराखेका छौँ। त्यसले गर्दा उत्तरदायित्वको पाटोमा उहाँहरूलाई उत्तरदायी बनाउनको लागि काम गरिराखेका छौँ। तर यहाँ फेरि पनि के छ भने राजनीतिक दलका नेताहरूको बिचमा नयाँ पुराना जे भने पनि फेरि एकअर्काको बिचमा तपाईँले मैले गर्ने बहस गरिरहेको छैन, त्यो बहस गराउनको लागि हामी काम गरिरहेको छौँ भन्न म फेरि बनाउँछु। प्रकाश सरलाई खास गरेर आज एउटा शिक्षक स्वतन्त्र रहन सकेको छैन, उसलाई बाध्य कुनै न कुनै पार्टीको विचार आस्था बोक्नको लागि बाध्य बनाइन्छ। एकजना चाहिँ प्रधानाध्यापक क्षमताको आधारमा ऊ प्रधानाध्यापक बन्दैन, त्यो राजनीतिक पहुँचको आधारमा बनाइन्छ। वन समूहको वन उपभोक्ता समितिको अध्यक्ष राजनीतिक पहुँचको आधारमा बनाइन्छ। एउटा चाहिँ उपभोक्ता समितिको अध्यक्ष राजनीतिक पहुँचको भरमा बनाइन्छ। अनि ती जति पनि मैले अघि उदाहरण दिएँ, ती व्यक्तिहरूले स्वतन्त्रपूर्वक जनताको सेवा भन्दा पार्टीको सेवामा तल्लिनुहुन्छ। तपाईँ आफै एउटा ट्रेड युनियनको महासचिव पनि हुनुहुन्छ। हामी कुनै पनि राजनीतिक दलको सङ्गठनभन्दा बाहिर रहेर अहिले जति पनि हामीले बहस गरिरहेका छौँ, कुनै पनि राजनीतिक सङ्गठन अथवा कुनै पनि राजनीतिक एउटा विचार आस्था भन्दा बाहिर रहेर निष्पक्ष ढङ्गले बहस गर्ने ठाउँमा कहिले आइपुगिन्छ होला के? दुई चारवटा कुरालाई अलिकति हामीले स्वीकार्नु पनि पर्छ। जस्तै चाहिँ तपाईँको रुल अफ लको लागि चाहिँ तपाईँको चाहिने के भन्दा केही योग्यताहरूको निर्माण हुनुपर्छ। तपाईँको हामीले रुल बाई लमा छौँ अहिले, हामी वकिल साहेब त्यही हुनुहुन्छ। रुल अफ लमा पुग्नको लागि हामीले केही दुई चारवटा योग्यताहरूको चाहिँ तपाईँको चाहिँ व्यवस्थापनमा लाग्नुपर्छ। जस्तै अहिलेसम्म तपाईँको चाहिँ नि हाम्रो गरिबीको अवस्था, हाम्रो बेरोजगारीको अवस्था, हाम्रो चाहिँ भनसुनपूर्ण समाजको जो चाहिँ एउटा पद्धतिको अवस्था छ, त्यो अवस्थाले कहीँ न कहीँ हामीलाई चाहिँ तपाईँको चाहिँ नि पोलिटिकलसँग नेक्ससमा पुर्याउने कि एक्सेसमा होइन, नेक्ससमा। भास्ट डिफरेन्स छ बिट्विन द एक्सेस एन्ड नेक्ससमा पुर्याउने एउटा चाहिँ परिपाटी छ। त्यसकारण आजको सन्दर्भमा यस्तो चिजलाई हामीले अलिक बढी छलफलमा डिबेटमा लानु पनि पर्छ। त्यसकारण मैले एउटा कोलम्बिया युनिभर्सिटीको प्रोफेसरले चाहिँ तपाईँको द
द पोलिटिक्स अफ पपुलिजमको बारेमा एउटा चिज बडा राम्रो कोट गर्नुभएको छ। उहाँले सेल्फ मेड म्यानको कन्सेप्ट ल्याउनु भएको छ। त्यो एउटा चाहिँ हामीले कस्तो चाह्यौँ भनेदेखि तपाईँको हिरो उत्पादन गर्ने कि सेल्फ मेड म्यान सारा विकृतिहरू छ यो। अनि यसलाई हल गर्नको लागि चाहिँ टाइम लाग्छ, समय लाग्छ, ग्रेजुअल एउटा प्रोसेसमा जाउँ भन्ने खालको मान गर्ने चाहिँ तपाईँको चाहिँ नि परिस्थितिमा अगाडि बढ्यो। र यो सबैको हल गर्नको लागि चाहिँ तपाईँको एउटा चिज म भन्छु, समय सिधै होला चाहिँ यो विकासको परिभाषामा यहाँ जनप्रतिनिधिहरू हुनुहुन्छ, तपाईँहरूलाई पनि म इङ्कित गरेर भन्छु। मैले धेरैचोटि चाहिँ तपाईँहरूको फोरम पाउँदाखेरि मैले भन्ने गरेको छु, यो विकासको परिभाषा के, व्हाट इज डेभलपमेन्ट, विकास भनेको के होमा जाउँ। अब हामी यो गहिरो समाधानमा हामी जानुपर्छ। विकास भनेको रोड बनाउनु, खानेपानी बनाउनु, पुल बनाउनु, स्कुलको बिल्डिङहरू बनाउनु, यो आदि इत्यादि सबै विकास हो। हामीले मानिलिएको विकास चाहिँ यो, खास गरी मूलतः हामीले विकासलाई चाहिँ तपाईँको चाहिँ डेभलपमेन्टलाई चाहिँ तपाईँको फिजिकल इन्फ्रास्ट्रक्चरको डेभलपमेन्टसँग जोडेर हेर्छौँ। तर विकास भनेको सूर्य सरलाई बढी थाहा छ, बढी उहाँहरू अभ्यास पनि गरिरहनु भएको छ। तिनवटा चिज हो विकास भनेको चाहिँ। विकास भनेको चाहिँ तपाईँले गरेको कर्मले रोजगारीको सिर्जना होस्, तपाईँले गरेको कर्मले त्यो रोजगारीको सिर्जना होस्, अथवा तपाईँले बनाएको बाटोले रोजगारीको सिर्जना होस्, तपाईँले गरेको कामले चाहिँ तपाईँको एजुकेसन सिस्टममा चाहिँ तपाईँको योगदान होस्, तपाईँले गरेको कामले हेल्थको चाहिँ तपाईँको चाहिँ क्वालिटीमा योगदान होस्। त्यस पछाडि मात्रै त्यो तिनटाको ज्यामेट्रिक मिन निकालेपछि मात्रै त्यो डेभलपमेन्ट अथवा एचडिआईमा त्यसले कन्ट्रिब्युसन गर्छ। तर आज हामी विकासको परिभाषा अनि रङ विकासको परिभाषामा हामी फसिरहेको छौँ। त्यही भएर मैले यो तपाईँले जे कार्यक्रम गर्नुभयो यो विकासको नयाँ आयाम हो भनेर मैले धन्यवाद व्यक्त गरेको हुँ। किन हामीले विकासलाई चाहिँ नयाँ डिपार्चरको एङ्गलबाट हेर्नुपर्छ। जति पनि तपाईँ आज हामीले छटा गरिदियो, राई माइलाको फिल्मको सुटिङ भएको भित्ताहरू हेर्दै आयौँ। हामीले भन्यौँ कि यो बाटोहरू बनाएको त राई माइलाहरू बसाइ जानको लागि अहिले पनि 58वटा जिल्लाको बसाइ सराई चाहिँ तपाईँको चाहिँ नेगेटिभ छ। भनेको मतलब ग्राभिटी सिस्टममा बसाइ सराई भएर गएकै छ। 35वटा जिल्लाको जनसाङ्ख्यिक तपाईँको ग्रोथ रेट तपाईँको नेगेटिभ छ। यो सच्चाइहरूलाई हामीले बुझ्नुपर्छ कि पर्दैन। तपाईँको विकासले मान्छेहरू यहाँ फर्केर आओस्, तपाईँको विकासले तपाईँले गरेको कामले मान्छेहरूको एजुकेसन सिस्टममा राम्रो होस्, तपाईँले गरेको कामले तपाईँको चाहिँ हेल्थ सेक्टरमा राम्रो होस्। यो जोडेपछि तपाईँको पोलिटिक्ससँगको त्यो जुन खालको नेक्सस छ त्यो नेक्ससलाई रिडक्स गर्नको लागि, कन्ट्रोल गर्नको लागि काम गर्छ भन्ने मलाई लाग्छ। हजुर यहाँजी जसरी सबै हामीले यो विशेष गरेर संविधान जारी गरिसके पछाडि सबै दलहरूको एजेन्डामा समाजवाद उन्मुख अथवा चाहिँ समाजवाद भनिएको छ। समाजवाद कुनै एउटा बुलेट ट्रेन चढेर आउने चिज होइन। तपाईँ हामीले बहस गर्दै गरेका यिनै रहिखाने चिजहरूमा समाजवाद छन्। नेपालको राजनीतिलाई अलिकति अब कन्क्लुजनतिर जाउँ। नेपालको पोलिटिक्सलाई समाजवाद चाहिँ जमिनमा छ, यो जमिनतर्फ फर्काउने बहस, नेपालको राजनीतिक बहसलाई कसरी हामीले चाहिँ त्यो बहसलाई फर्काउनको लागि योगदान गर्न सकिन्छ हाम्रो पुस्ताले? पहिला मैले पढ्दाखेरि चाहिँ हिँड्दैछ पाइला मेट्दैछ भनेको चाहिँ डुङ्गा हो भनेर भन्थ्यो होइन। अब अहिले नेपालको स्थितिमा चाहिँ हिँड्दैछ पाइला मेट्दैछ भनेको चाहिँ मलाई चाहिँ नेपालको आन्दोलनहरू जस्तो लाग्छ कि पहिला के भएको थियो अहिले हामी टक्कै बिर्सिन्छौँ होइन। हामीले धेरै ठुल्ठुलो राम्रो आन्दोलनहरू गऱ्यौँ, तर त्यो आन्दोलनको मुद्दा के हो हामी हरेक अर्को आन्दोलनमा अलिकति बिर्सिँदै जान्छौँ कि जस्तो मलाई लाग्छ। समाजवादको कुरा पनि त्यही नै हो। हरेकचोटि नयाँ कुरा आउँछ। अहिले हामी सोसियल मिडिया आयो, अहिले हाम्रो अरू के एजेन्डा हुन्छ, एआई आयो होइन। यो सबै कुरामा चाहिँ हामी टक्कै अर्को एउटा एजेन्डा आउनु बित्तिकै उफ्रिहाल्छौँ कि समाजवाद पनि त्यही नै हो। हामीलाई के हो भनेर थाहा छ, हामीले आएको कुरा समाजलाई दिनुपर्छ भन्ने कुरा पनि हामीले एकदमै राम्रोसँग बुझिसकेका छौँ। तर हामीलाई फेरि लोकप्रिचाइ गर्नु छ। हामीले के बुझिरहेका छौँ भने हामीलाई चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सबाट, टेक्नोलोजीबाट, यो सबैबाट चाहिँ सबैजनाले एकदमै पैसा कमाइरहेको छ अरू देशले। त्यही भएर हामीले पनि त्यतैतिर जानुपर्छ भन्ने कुरा छ। तर एकदमै राम्रो एउटा सिरिज छ होइन। त्यो सिरिजमा चाहिँ के हुन्छ भने हाम्रो जति पनि मेमोरी हुन्छ नि, मेमोरी चाहिँ एउटा कन्डिसनमा राखिदिन्छ अनि हामी मरिसकेपछि चाहिँ त्यो मेमोरी टक्क अपलोड गरिसकेपछि चाहिँ हाम्रो आफ्टर लाइफ मरिसकेपछि पनि आफूले जीवन जसरी बाँचिरहेको थियो त्यसरी नै बाँच्न पाउने भन्ने एउटा सिरिज छ कि त्यो सिरिजमा हामी त्यहाँसम्म पुग्न खोजिरहेको छौँ। तर त्यही सिरिजमा के पनि देखाउँछ भने एउटा यस्तो ठाउँ छ जहाँ चाहिँ तपाईँले टेक्नोलोजी लानै पाउनुहुँदैन। जस्तै यही ठाउँको बारेमा हामी कुरा गऱ्यौँ भने पनि हामी चाहिँ टेक्नोलोजीले एकदमै अगाडि बढ्न खोजिरहेका छौँ। तर यो पालिका यस्तो पालिका हुनसक्छ होला जहाँ चाहिँ हामीले टेक्नोलोजी चाहिँ हामीले 1 वर्षको अथवा 1 हप्ताको लागि कसैलाई चलाउनै नदिएर पर्यटकले चाहिँ त्यो टेक्नोलोजी
टेक्नोलोजीबाट बाहिर बसेर यहाँ बसेर खाने पिउने हुन्छ नि यहाँ एग्रिकल्चर गर्ने कृषि गर्ने त्योतिर पनि हामी जान सक्छौँ भन्ने कुरा चाहिँ हामीले सोच्दैनौँ क्या। सो समाजवादको म त्यतातिर आइहालेँ तपाईँको क्वेसनमा। हामीले समाजवाद उन्मुख भनेर हाम्रो संविधानमा लेखेका छौँ। समाजवाद उन्मुख लेख्दै गर्दाखेरि चाहिँ अहिले कुनै पार्टीहरूले चाहिँ समाजवाद उन्मुख साँच्चै हामी हो कि होइन भन्ने कुरा पनि त्यसलाई आफैले पनि विश्लेषण गर्न सुरु गर्नु भइसकेको छ होइन। त्यतातिर जाँदै गर्दा त्यतातिर जानु तर हामीले चाहिँ अहिलेसम्म हाम्रो समाज नबुझिकन अब मैले फेरि त्यही अन्तिममा त्यतैतिर लाग्छ समाज नबुझिकन हामीले यो ठाउँले के चाहेको छ नै नबुझिकन बाहिर जे चलिरहेको छ त्यतातिर मात्र लाग्यो भने चाहिँ समाजवाद उन्मुख हामी हुन पनि सक्दैनौँ। र समाजवाद उन्मुख भनेको चाहिँ हामीले चाहिँ एकदमै अर्को एउटा थोरै अर्कै प्रसङ्ग जोड्दाखेरि चाहिँ हामीसँग के स्रोत साधन छ त्यो स्रोत साधन जबसम्म हामीले त्यसको पूर्ण उपयोग गर्दैनौँ तबसम्म हामी समाजवादी साँच्चै हुन सक्छौँ कि सक्दैनौँ भने त्यो प्रश्न पनि खासमा चाहिँ बाँकी नै छ है जस्तो मलाई लाग्छ। सो हामी जबसम्म हामीसँग पुँजी हुँदैन त्यो पुँजी नभइकन हामी समाजवादी कसरी हुने भन्ने प्रश्न चाहिँ मैले यहाँ छाडेर जान चाहेँ। हुन्छ धन्यवाद। हाम्रो सौगात मगरले यहाँको लागि एउटा प्रश्न छोटोमा संक्षिप्तमा एकदमै छोटोमा दिनु होला। लोक रिजाइ रान्ती जनताको आवाज कि जनतालाई भ्रममा पार्ने हतियार भनेर यहाँको लागि प्रश्न टिपाउनु भएको छ। एकदम संक्षिप्तमा सौगातजीलाई उठिदिनुको लागि म आग्रह गरेँ। उहाँ मोरङबाट सहभागी हुनुहुन्छ। धन्यवाद। लोक रिजाइ भनेको चाहिँ मेरो लागि चाहिँ गङ्गा र कुनै पनि अभिजात वर्गको बिचमा ल्याइएको एउटा के भन्छ त्यसलाई द्वन्द्व हो होइन। लोक रिजाइ भनेको चाहिँ लोकतन्त्रको कुनै पनि पार्ट होइन। लोकतन्त्रको नेगेटिभ पार्ट चाहिँ लोक रिजाइ हो जस्तो मलाई लाग्छ। र यो चाहिँ जब हाम्रो लोकतान्त्रिक संस्थाहरूप्रति प्रहार हुँदै जान्छ हाम्रो जब यो मिडियालाई 12 भाइ भन्न थालियो नि तब नै हामीले बुझिसक्नु पर्थ्यो कि हाम्रो लोकतन्त्रको एउटा एकदम इम्पोर्टेन्ट पिलर मिडियालाई हानिरहेको छ भन्ने कुरा। त्यहाँदेखि लोक रिजाइ सुरु भइसकेको थियो भन्ने कुरा चाहिँ हामी त्यताबाट अहिले आएर व्यवस्थापिका कार्यपालिका न्यायपालिका यो चल्नु भनेको त एकदमै पछाडिको कुरा हो। जब मिडियालाई हाम्रो जनताले प्रहार गर्न थालिसकेको थियो त्यसको अथेन्टिसिटीमा तबदेखि नै लोक रिजाइ चाहिँ सुरु भइसकेको थियो किनभने त्यहाँबाट हाम्रो समाजको अथेन्टिसिटी गइसकेको थियो भन्ने कुरा बुझ्नुपर्छ भन्ने मलाई हो। एउटा समाजमा हामी र तपाईँ हामी र उनी भन्ने एउटा ध्रुवीकरण जब हुन थाल्छ त्यो नै लोक रिजाइ हो। अब यसलाई तपाईँले जसले जसरी बुझे पनि हुन्छ जस्तो मलाई लाग्छ। के मात्र बुझ्नु पर्यो भने यसले काम गर्नेवाला छैन, यसले दिगो विकास के पनि गर्दैन। अहिले कुनै पनि मान्छेको सिद्धान्त बिना त्यो मान्छेले के गरिरहेको छ अहिले के भनिरहेको छ मा मात्रै हामी विश्वास गर्न थाल्यौँ भने त्यो गलत हुन्छ। सिद्धान्ततिर लागौ र त्यो बाहेक त आफूलाई जे ठिक लाग्छ त्यही नै गर्ने हो जस्तो मलाई लाग्छ। हजुर म संक्षिप्तमा उत्तर दिनुको लागि म आग्रह गरेँ रिजनजीलाई। हाम्रो सौगातजीकै प्रश्न छ लोक रिजाइ राजनीति र लोकतन्त्र बीच के सम्बन्ध छ? एकदम संक्षिप्तमा है 2 मिनेट भित्र। अब लोक रिजाइ अब राजनीतिमा यो अहिले सबैभन्दा बलियो पाटो बनाएको छ। एउटा युग थियो एउटा समय थियो जहाँ संसारहरू दुईटा ध्रुवमा विभाजित थिए र ती ध्रुवले गरेका विचार र विमर्शहरूले आज हामी यो स्थितिमा आइपुगिसकेका छौँ। संसारका सबै परिवर्तनहरू ती विचारहरूको बीचको विमर्शले निर्माण गरेको है। तर आज राजनीति त विचारहरूमा छैन, राजनीति चाहिँ आज लोक रिजाइमा छ। तर त्यो किन भयो भन्नेतर्फ जानुपर्छ। फेरि आजको लोक रिजाइको औषधि चाहिँ फेरि हामी डिफेन्सिभ भएर हामीले अलिकति बढी जानेका छौँ तिमीहरूले कम जानेका छौ। हामी चाहिँ पुरानो ठुला पार्टी हामी चाहिँ लोकतन्त्रको लोकतन्त्रको हिमायती हामी भनेर त्यसरी जोगिनेवाला छैन। तर लोक रिजाइको संक्रमणबाट नेपालको राजनीतिलाई अलग्याउनको लागि त्यो दुवै कुरा फरक कुरा हो। लोकतन्त्र र लोक रिजाइ चाहिँ फरक कुरा हो। लोक रिजाइ भोलि लोकतान्त्रिक प्रणालीबाट कुनै अटोक्रेटिक शासकहरूलाई नियुक्ति गर्ने बाटो पनि बन्न सक्छ। त्यो खतरनाक बाटो पनि हो। त्यसकारणले गर्दाखेरि हाम्रो जिम्मेवारी के छ त भन्ने अहिलेको समयमा हामी नेपालको राजनीतिमा राम्रो केही हुन्छ भने त म त्यति धेरै अहिले आजको अनुमान गर्न सक्दिनँ। तर म त
जनता समक्ष मेरो एउटा अनुरोध चाहिँ के छ भने हामीले यसपालि छुट्याउने राजनीतिक दललाई पनि अनुरोध के हो भने यदि लोक रिझाइले तपाईँहरूलाई यति धेरै बिजाइराखेको छ आजको दिनमा, तपाईँभन्दा पपुलर अर्को नेता भयो भनेर गाली गर्न मन लागिरहेको छ भने तपाईँहरूले जनमुखी राजनीति गर्नु पर्यो नि त। लोक रिझाइ नगर्ने हो भने जनमुखी राजनीति गर्नु पर्यो हैन। त्यही कारण हामीलाई त निकास चाहिराखेको हो। त आम जनताको रूपमा हामीलाई निकास चाहिरहेको, लोकतन्त्रका आधारभूत स्तम्भहरू जसले हामीलाई बोल्न दिएको छ, हामीलाई भन्न दिएको छ, हामीलाई विरोध गर्ने स्वतन्त्रता दिएको छ, अधिकारको निमित्त लड्नको लागि सबै किसिमका चाहिँ खुला शासन व्यवस्था अवलम्बन गरेको छ। तर बोल्न पाएर मात्रै खान नपाइकन कुनै पनि राज्य टिक्दैन, कुनै पनि मान्छे बाँच्दैन। त्यसकारण अब खान पाउने राजनीति गर्नु पर्यो। खान पाउने राजनीति गर्छु भनिराखेको छ, विदेश गएको मान्छेलाई म फिर्ता बोलाउँछु भनिराखेको छ। आज रोक रिजाइको मुद्दा त्यो बनिएको छ भने मुद्दा आफैमा फेरि गलत छैन, त्यो पछाडिको नियतहरू कति गलत छ भन्ने कुरा। हाम्रो नियतिले आज लोक रिजाइलाई खोजिराखेको छ। हामी खाडीमा धसिनु परेको छ, अनि खाडीमा हामीलाई चाहिँ त्यहाँ डेथ पेनाल्टी र ब्लड अमाउन्ट तोकेर हामीलाई जेलमा राखेको छ। एकजना कुनै पपुलिस्ट मान्छेले पैसा उठाएर उसलाई त्यहाँबाट उद्धार गरेर ल्याइदिन्छ। हाम्रो नियतिले पनि हामी लोक रिजाइको राजनीतिलाई समर्थन गर्न बाध्य भएका छौँ एउटा जनताको रूपमा। यसकारण के हो भने हाम्रो यो सबै फेरि अन्त्यमा आएर जोडिन्छ राजनीतिमा। तपाईँको आज हाम्रो देशको राजनीति कस्तो भयो, राजनीति के हुनु पर्थ्यो भन्ने कुरा भएको हुनाले यसको हामीलाई चाहिएको फेरि दुईटा पक्षहरूको बिचमा हैन, अलि पुरानाहरू चाहिँ अनपपुलर हुँदै गए र नयाँहरूलाई पपुलिस्ट भन्ने आरोप लगाउँदै गए। अलि नयाँहरू आफै पपुलिस्ट हुन् तर होइन हामी त पपुलर भएर राजनीतिमा अडेको हो नि, विचारको काम छैन भनेर भन्दै गए। ती दुईटाको बिचबाट हामीलाई चाहिँ कमसेकम चाहिएको समाधान के हो भने अघि यशस्वीजीले भन्नुभयो हाम्रो देशमा चाहिने राजनीतिक व्यवस्था, विचारधारागत व्यवस्था, अर्थ राजनीति के हो भन्ने सवालका कुराहरू हामीले थाहा पाउनु पर्यो भन्नुभयो। त हामीलाई चाहिएको के हो भन्ने कुरामा आज नवोदारवादको विरुद्धमा सङ्घर्ष गर्ने समाजवादी शिविर हामीलाई चाहिएको हो नि, तर त्यो हामीले बनाउन सकेका छैनौँ। नसकिसकेपछि हामी यस्तै किसिमका कुराहरूसँग लड्दै जुझ्दै बस्नुपर्छ र राजनीतिबाट तपाईँको र मेरो मुद्दा टाढा भाग्छ। अनि भागिसकेपछि कोही विकल्प आइदिए हुन्थ्यो, हिरो आइदिए हुन्थ्यो भनेर हामी फिल्मका हिरोहरूलाई राजनीति गर्न लिएर आउँछौँ। त्यो त स्वाभाविक रूपले यो विडम्बनाबाट उम्किनको लागि पनि चाहिँ हामीले आफैमा एउटा प्रकारको विचार विमर्श र प्रयोग, फेरि विचार विमर्श मात्रै भन्दाखेरि काम गरिराखेका साथीहरूलाई चाहिँ होइन विचार गरेर हुँदैन, काम गर्नुपर्छ भन्ने पनि हुन्छ। त्यसकारण के भने विचार विमर्श जो कर्म उन्मुख होस् त्यो हिसाबको राजनीतिको लागि चाहिँ यो प्रश्न जस्तै हामीले गरेको यो कार्यक्रम जस्तै अनि अर्को कुरामा जोडिहाल्छ यो रैथाने ज्ञान महोत्सव जो भन्नुभएको छ, यो जो आयोजना गरिरहनु भएको छ, यसमा अलिक बढी शिक्षकहरूको पनि सवाल छ, सहभागिता छ। अघि शिक्षामा स्वदेशी सिपको कुराहरू आइराखेको थियो। यी सबै चिजहरूलाई निर्धारण गर्नको लागि चाहिँ पक्कै पनि लागेको वैचारिक राजनीतिक हस्तक्षेपको आवश्यकता छ। आज हिजो कम्युनिस्टहरूले भनेका भ्यानगार्डहरू आज कुनै नेताको सुरक्षा गार्ड बनिराखेका छ। यस्तो स्थितिमा समाजवाद अगाडि आउन सक्दैन, बन्दैन। हिजो परिवर्तनकारी प्रजातान्त्रिक काङ्ग्रेस प्रजातान्त्रिक समाजवाद भनेर आएको कङ्ग्रेस र एमालेहरू मिलेर आकाश पातालहरू मिलेर यो भूमिमा राज गरिराखेका बेलामा चाहिँ यहाँ कुनै पनि प्रकारले विकासको कुराहरू हुन सक्दैन थियो। त्यसो भएको हुनाले एउटा सङ्क्रमण चाहिँ भयो। अब यसलाई रिफाइन गरौँ। आज पार्टीहरू पनि सुध्रिराखेका छ हैन। त्यसकारण के निराश हुनुपर्ने भन्दा पनि प्रश्न सोधौँ, प्रश्न गर्ने हाम्रो ठाउँ नगुमाऊ। जेएनजी आन्दोलनले प्रश्न गर्ने लोकतान्त्रिक स्पेस फिर्ता लिएको, लोकतन्त्रको पुनर्दाबी गरेको हो। त्यसलाई चाहिँ मिलेर अगाडि बढाउन सबैले भूमिका निर्वाह गरौँ। मेरो यो अन्तिम क्लोजिङ स्टेटमेन्ट पनि यही हो है। हस् धन्यवाद। हामी एकदम अन्त म 3 मिनेट जतिमा समापन गर्छु। प्रश्न छ भने कम्तीमा 2टा जति प्रश्न म लिन चाहन्छु। प्रश्नहरू छन् भने मौन समर्थन रह्यो र अन्तमा म एउटा प्रश्न हाम्रो सौगातजीको प्रश्नलाई एउटा चाहिँ मैले गरेँ, क्षमा मागे। अन्तिममा 2जना जेएनजी सहभागी भएको हुँदाखेरि प्रकाशजीलाई एउटा बोनस प्रश्न। समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दाखेरि यो जुन चाहिँ तपाईँको चाहिँ अहिले हामीले जुन बहस गरिरहेका छौँ यो अवस्था चाहिँ कति लामो रहला? छोटोमा संक्षिप्तमा नै यो अवस्थाको आयु अलिक लामै समयसम्म रहन्छ जस्तो लाग्छ। यो अघि समाजवादको अलिकति थोरै बहस आयो। जटिल प्रश्नहरू ठ्याक आयो थोरै समयमा एकदम बेनिफिटेड भइरहेछ होइन।
समाजवाद र यो रैथाने तपाईँको चाहिँ नि के भनेदेखि स्वादको कुरा, भान्साको कुरा, संस्कृतिको कुरा एकदमै रिलेटेड छ। हेर्नुहोस्, सन् 1830 अब पाविसलाई धेरै थाहा हुनसक्छ, यो ट्रेल अफ टियर भन्ने एउटा अमेरिकामा तपाईँको चाहिँ नि ठुलो एउटा आतङ्क मचियो। त्यो ट्रेल अफ टियर भनेको मान्छे रुने कथा हो। त्यो भनेको चाहिँ 1830 सिङ्गै एउटा बस्ती सिफ्ट गरेर त्यहाँ उद्योग धन्दा खोल्नुपर्छ, व्यापारी ल्याउनुपर्छ, यो आदिवासीहरू चाहिँ हेर्दा पनि घिनलाग्दो हुन्छ भनेर सिफ्ट गराइयो। रेड इन्डियनहरू बस्ने एरियामा लगेर गयो। अमेरिका कथा अहिले खुवालुङको कुरा गर्नुहुन्छ तपाईँहरू, कति लागिरहनु भएको छ। सौगात भाइ जो सुनाउँदै हुनुहुन्थ्यो तपाईँको चाहिँ पाथी बराको मुङ्गुलुङको कुरा सुनाउँदै हुनुहुन्थ्यो, त्यो पनि एक काइन्ड अफ त्यो ट्रेल अफ टियर हो। र तपाईँले यो अहिले यो बहसहरू गराउनु ढिलो गर्नुभयो भने यो कार्यक्रमको फिलोसफी त यही हो नि, जता गरे पनि टार्गेट त यही हो। रैथानको कुराहरू, उत्पादनको साधनमा हाम्रो कम्युनिटीको समाजवाद भनेको के हो भने पनि अलिकति हामीले छलफल गर्नुपर्छ कि समाजवाद भनेको के हो भन्दाखेरि आकाश, उत्पादनको साधन भनेको आकाश, जमिन, जङ्गल, पानी रहेछ होइन। जम्मा पहिला आकाशलाई उत्पादनको साधन मानिँदैन थियो। जब यो तपाईँको चाहिँ के भन्दा टेक्नोलोजीको आइटीको विकास भयो र हवाई विज्ञानको विकास भएपछि सबभन्दा ठुलो उत्पादनको साधन भनेको आकाश हो। अहिले हामी त एनसेलको नामबाट आकाश बेचि नै सकेको छौँ। आकाश तपाईँको यो धरती हामीले चाहिएको यो माटो अनि जङ्गल र जमिन चाहिँ तपाईँको उत्पादनको साधन हो। यो उत्पादनको साधनलाई चाहिँ कम्युनिटीको हातमा कसरी ल्याउने भन्ने त तपाईँको चाहिँ एक प्रश्न चाहिँ समाजवादतिर फर्किने प्रश्न हो। यो अब समाजवाद उन्मुख भनिएको छ। नेपालको समाजवादको त विभिन्न खालको हाँगाहरू छ। कोही वैज्ञानिक समाजवाद भन्छ, कोही सामुदायिक समाजवाद भन्छ, कोही प्रजातान्त्रिक समाजवाद भन्छ। हामीले के भन्न खोजेको हो त? जेनजीको साथीहरूले पनि भन्नु खोजेको समाजवाद कस्तो हो त? त्यो जेनजीको आन्दोलनले आफैमा एउटा पपुलिस्ट आन्दोलनबाट इन हुने हो कि भन्ने डर पनि चाहिँ तपाईँको काहीँ कतै हामीले छैन। किनभने त्यो जेनजीको आन्दोलनको चाहिँ विद्रोहको बारम्बार चाहिँ तपाईँको व्याख्या गर्ने युनिभर्सिटीमा मैले त धेरै लामो चाहिँ तपाईँको चाहिँ त्यो ब्रिफिङ पनि गरेँ। साथीभाइले पनि भने त्यो एकदमै त तपाईँको फलदायी आन्दोलन हो। यो 24 गतेको बारेमा त्यो व्याख्या विश्लेषण गर्न सकिन्छ, टिप्पणी गर्न सकिन्छ। तथापि त्यो एउटा फ्रस्ट्रेसनको ठुलो चाहिँ तपाईँको चाहिँ चाङमाथि त्यो खडा भएको चाहिँ त्यो एउटा प्रश्न हो चाहिँ तपाईँको जेनजी विद्रोह। त्यसकारण तपाईँको हामीले दुईटा काम गर्नुपर्छ। एउटा काम चाहिँ भारत छोडो अभियान जुन महात्मा गान्धीले चलायो, त्यो भनेको चाहिँ तपाईँको तपाईँको चाहिँ बेलायतीहरू तिमीहरू फर्केर जाऊ, बरु चर्खामा बुनेको कपडा लाएर हामी बस्छौँ भने के नेपाल बनाउने हो भने हुन त यो अब चाहिँ यो वैश्विक संसारबाट अलग हुने कुरा सोच्नु भनेको चाहिँ कल्पनाभन्दा बाहिरको चिज हो। तर नेपाल बनाउने हो भने हामीले प्रारम्भिक रूपमा सोच्नुपर्ने कुरा के हो भने हाम्रो जिन्दगानी नेपाल स्ट्यान्डर्डको बनाउन तयार हुने कि नहुने भन्ने प्रश्न हो। हामीले बाँच्ने जिन्दगी तपाईँको अमेरिकाको हिसाबले हामी सोच्ने, हामीले बाँच्ने जिन्दगी चाहिँ तपाईँको चाहिँ के युरोपको हिसाबले सोच्ने, नेपाल बनाउँछु भनेर कल्पना गरेको कुरोले बन्दैन। त्यही भएर मलाई कर्मचारी सङ्गठनको पनि परिचय दिइहाल्नु भयो। म मूलतः समाजशास्त्रको विद्यार्थीको हिसाबले यहाँ बोल्नलाई आएको हो। त्यही भएर हामीले नेपालमा राष्ट्र सेवकहरू जम्मा 10 लाखको हाराहारीमा छ। 10 लाख राष्ट्र सेवकलाई चाहिँ पुग्ने चाहिँ तपाईँको कपडा चाहिँ तपाईँको नेपालको उद्योगमा उत्पादन गर्नु किन नगर्ने एकदम आधारभूत प्रश्न हो नि। यो पालिकामा तपाईँको चाहिँ नि बिहानदेखि बेलुकासम्म खाने चिज सबै रैथाने बनाएर अझै कसम खाउन किन सुरु नगर्ने? यही हो समाजवादको प्रारम्भिक प्रश्न भनेको यही हो। यहाँ लगाउने कपडा पावीले लगाइरहनु भएको छ, त्यो सिम्बोलिक रूपमा एकदम सही हो नि। हामीले कारखाना तयार गरेर स्थापना गरेर बन्नु किन सुरु नगर्ने? यहाँ दिने विद्यालयमा दिने सिपलाई तपाईँको चाहिँ के भनेदेखि एउटा पेपर हामीले यहाँको लोकल चाहिँ तपाईँको एउटा ग्राउन्डमा एउटा चाहिँ के भन्दाखेरि इतिहास, हामीले लोकल इतिहास पढ्यो, त्यो धेरै धन्यवादको पात्र हुन्छ तपाईँहरू। उसो भएदेखि लोकल सिपलाई प्रवर्धन गर्ने चाहिँ एउटा सिप किन पाठ्यक्रम किन नबनाउने? म अस्ति तपाईँको चाहिँ खिनु मान्नेको गाउँ गएको थियो एउटा कार्यक्रम भाग लिनको लागि। त्यहाँ मस्तले चाहिँ बोर्डिङको बच्चाहरू पनि शुक्रबारको दिन चाहिँ गुन्द्रुक गजरा चाहिँ तपाईँको सुकुल बुनिरहेको छ। के गरेको भने यो हाम्रो प्र्याक्टिकल हो यो भने हामीले किन नगर्ने? त्यसकारण हामीले गर्ने बहस भनेको नेपाल स्ट्यान्डर्डको जिन्दगानी, हाम्रो रामप्रसाद गाउँपालिका स्ट्यान्डर्डको जिन्दगी कसरी बनाउने। त्यही भएर हामीले बारम्बार भनिरहेका छौँ। अघि यहाँ ऐन नबनेको कुराहरू पनि साथीभाइले भन्नुभयो। ऐन यो सङ्घीय निजामती सेवा ऐन नै बनेको छैन। यहाँ पालिका अध्यक्षज्यू यही हुनुहुन्छ। 10 वर्ष भइसक्यो संहिताका आएको। संहिता र सुशासन र कर्मचारी एकदम जोडिने चिज हो यो। कर्मचारी ठिक नभइन्जेलसम्म तपाईँको सुशासन आउँदैन, सुशासन ठिक नभएसम्म तपाईँको संहिताको औचित्य पुष्टि हुँदैन। तर अहिलेसम्म ऐन ल्याउन सकेका छैन। हामीले 3-4वटा कुरो भनिरहेको छौँ। यो करार कर्मचारीलाई अब एकचोटिलाई प्रतियोगिता गरेर थाहै गरौँ, बाँकी राख्दै नराखौँ। उहाँलाई थाहै हुन नसक्नेले गोल्डन ह्यान्डसेक दिएर बिदा गरौँ। करारमा राखिरहेको साथीहरूलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गरौँ। अब यो चाहिँ तपाईँको महँगी भत्ता पनि नदिने कानुन ल्याउँछ कि तपाईँको चाहिँ सरकार यति निष्ठुरी छ नि, यति निष्ठुरी छ नि। मान्छेलाई तल्लो तहको मान्छेलाई चाहिँ डे टु डे विद्रोही बनाइरहेको छ तपाईँको चाहिँ हाम्रो पोलिसीहरूले। त्यसपछि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत किन काठमाडौँबाट आउनु पर्यो? बेकारको चाहिँ होइन। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चाहिँ तपाईँको स्थानीय सेवाको साथीले राखौँ, मजाले चलाउँ। त्यसपछि तपाईँको सबै कर्मचारीको सरुवाको व्यवस्थापन गरिदिउँ, राम्ररी व्यवस्थापन गरिदिउँ।
गाउँको यो रामप्रसाद गाउँपालिकामा आएको कर्मचारी काठमाडौँ महानगरमा सभा हुने पनि ग्यारेन्टी गरिनुपर्छ। नि खुम्चेर बस्नुपर्छ भन्ने छ र कर्मचारीको मोबिलिटीले त तपाईँको राष्ट्रको एकतालाई पनि प्रवर्धन गर्छ। काठमाडौँ गएपछि काठमाडौँको माया लाग्छ, कञ्चनपुर गएपछि कञ्चनपुरको माया लाग्छ। यहाँ मात्रै बसिरह्यो भने कबिला भइन्छ। यो आजको ग्लोबल दुनियाँमा त मोबिलिटीलाई हाई गर्नुपर्छ। त्यसकारण सर्वलाई चाहिँ तपाईँको छ नि कानुनमा व्यवस्थित गर्नु हामीले भनिरहेका छौँ। अहिलेसम्म सुनिरहेको अवस्था छैन। र अर्को कुरा पनि म पालिका अध्यक्षज्यूलाई भन्छु, अहिले हामीले भनिरहेका छौँ, हामीले मागिरहेका छौँ अबको नेपालको नागरिक सेवा क्षतिपूर्तिमा आधारित हुनुपर्छ। मतलब के हो भने तपाईँ सिडी अफिसमा एउटा नागरिक बडापत्र टाँस्यौँ, कुनै पनि मान्छे आयो भने 3 घण्टामा नागरिक दिने व्यवस्था गरिदिउँ। 3 घण्टामा नागरिक दिएर 4 घण्टा लाग्यो भने 4 घण्टा कस्तो कारणले गर्दा भएको हो, त्यो 1 घण्टाको क्षति त्यहाँको कर्मचारीको तलबबाट सिडिओकोबाट दिने हो कि तल खटाकोबाट दिने हो कि सुब्बाकोबाट दिने हो, कसकोबाट दिने हो भइदिनुपर्छ। यो गाउँपालिकामा पनि कुनै मान्छे तपाईँको यहाँ उपभोक्ता समितिको सम्झौता गर्न आउँछ, तपाईँले पालिकाको बोर्डमा टाँस्नुहोस्, सम्झौता गर्न आएको 10 घण्टामा सम्झौता हुन्छ भने लेखिदिनुहोस्। 11 घण्टा हुने बित्तिकै यहाँ पालिकाको कसले योजना शाखाको प्रमुखले गर्दा भएको हो कि प्राविधिकले गर्दा भएको हो कि अथवा सिइओले प्रमुख प्रशासकीय अधिकृतले गर्दा भएको उसले क्षति तिर्ने व्यवस्था राखौँ। सुशासन किन नजाने हामी यस्ता यस्ता बहसहरू लिएर तलसम्म गयो भने मलाई लाग्छ नेपालमा आशा छ। नेपालमा सुन्दरताका अनन्त चाहिँ तपाईँको श्रृङ्खलाहरू खुल्ला छ। यहाँहरू सबैलाई साधुवाद भन्न चाहन्छु। धन्यवाद। हस्, धन्यवाद। अझै यो बहस हामी अरू श्रृङ्खलामा जोड्नेछौँ। विशेष गरेर चाहिँ यो रैथाने ज्ञान महोत्सवमा यति बेलासम्म सुनिदिनु भयो, यसका लागि धेरै धेरै धन्यवाद। हामीले धेरै यो कार्यक्रम नयाँ भएको कारणले केहीले प्रश्न गर्नुहुन्छ, यति थोरै चाहिँ सहभागितामा पनि यत्रो कार्यक्रम हुन्छ र भन्नुहुन्छ। तर यो विचार बहसको फेस्टिभलमा सम्भवतः लाग्छ यो उपस्थिति उल्लेखनीय नै हो भन्ने लाग्छ मलाई। यति चाहिँ मैले चाहिँ क्रेडिट लिएँ र म धन्यवाद दिन चाहन्छु यो विचार विमर्श सुन्नकै लागि भोजपुरबाट आइदिनु हुने अधिवक्ता आदरणीय राई तीर्थ कुमार राईज्यूलाई, उहाँलाई उठिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी इन्द्र थापा दाई, उहाँलाई पनि धेरै धेरै धन्यवाद। सौगातजी मोरङबाट यही कार्यक्रम सुन्नकै लागि भए पनि उपस्थित हुनुभयो, यसको लागि धन्यवाद। त्यसै गरी हाम्रो चाहिँ अश्विन दुङमाली सर यही कार्यक्रम सुन्नको लागि उपस्थित हुनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। त्यसै गरी हाम्रो चामलिङ खाम्बा टिमको अध्यक्षज्यू पनि उपस्थित हुनुहुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद। लगायत सम्पूर्ण पालिकाका कर्मचारीज्यूहरूलाई पनि धन्यवाद दिँदै अबको यो कार्यक्रम हाम्रो थोरै अब 15-20 मिनटमै समापन हुन्छ। यो प्यानल डिस्कस चाहिँ यही समापन भएको म घोषणा गर्दछु। यहाँलाई धेरै धेरै धन्यवाद।